नमस्कार। युएई मोफा सम्बन्धी धेरैको प्रश्न आइरहेको छ र धेरैले समस्या भइरहेको छ कसरी गर्ने कुन तरिकाले गर्ने। अब काठमाडौँमा छायामा जाँदाखेरि 20,000 25,000 24,000 26,000 यसरी मागेको छ भने विभिन्न किसिमका गुनासो आइरहेको छ। एजेन्टहरूले मसँग यति माग्दैछ। यदि तपाईसँग युएई पास खोलिसक्नु भएको छ, युएई पास छ भने अब यहाँबाट त्यो प्रोसेस गर्नु होला। तपाईको नेपालको पुलिस क्लियरेन्स सर्टिफिकेटको परराष्ट्र मन्त्रालयको छाप लागिसकेको छ भने त्यसपछि यहाँबाट अब तपाईं प्रोसेस गर्नु होला। कसरी प्रोसेस गर्नुपर्छ यो भिडियोमा अन्तसम्म देखाएको छु। बिस्तारै मजाले भिडियो हेर्नु होला र गर्नु होला र गर्न आउँदैन भने मलाई भन्नु होला है। गरिसकेपछि तपाईको सबै काम हुन्छ। त्यसपछि कसैले पैसा लेनी देनी यता गर्नु पर्दैन। यसमा रेट उट सबै देखाएको छ है। हेर्नुस् यो भिडियो। अब तपाईको पुलिस क्लियरेन्स सर्टिफिकेटको परराष्ट्र मन्त्रालयको छाप लागिसकेको छ भने यो भन्दा अगाडि अब के गर्ने त आउनु सबै प्रोसेस क्यामेराको पछाडी आउनुस्। यसको लागि तपाई गुगल क्रोममा जानुस्। गुगल क्रोममा गइसकेपछि यहाँ सर्चमा आउनु होला। सर्चमा म जे भन्छु त्यो टाइप गर्नु होला है। सर्चमा हेर्नुस् mofa.gov.in टाइप गर्नु। जसरी टाइप गरेपछि त्यसरी टाइप गर्नु। टाइप गरिसकेपछि इन्टर दबाउनु होला। इन्टर दबाइसकेपछि तपाईको यस्तो इन्टरफेस खुल्छ है। अब यस्तो इन्टरफेस खुलिसकेपछि अब के गर्नुपर्छ हेर्नु। ध्यान दिएर हेर्नु होला। भिडियो स्किप नगर्नु होला। माथि सार्नुस्। यसरी माथि सार्दै जानु होला। कम्प्युटरबाट पनि गर्न सक्नुहुन्छ, मोबाइलबाट पनि गर्न सक्नुहुन्छ। माथि सारिसकेपछि तपाईको कम्प्युटरमा या मोबाइलमा यो अप्सन खोज्नु होला। हेर्नुस् यो अप्सन यो के लेखेको छ डकुमेन्ट एटेस्टेसन हैन। यो डकुमेन्ट एटेस्टेसन तपाईहरु खोज्नु होला तपाईको कम्प्युटरमा मोबाइलमा जहाँ पनि। यसको तल हेर्नु त स्टार्ट सर्भिस लेखेको हुन्छ बुझ्नु। स्टार्ट सर्भिसमा क्लिक गर्नु होला। स्टार्ट सर्भिसमा क्लिक गरिसकेपछि यस्तो खालको इन्टरफेस खुल्छ है। यस्तो खालको इन्टरफेस खुल्ने बित्तिकै तपाई यो साइडमा हेर्नु होला। स्टार्ट सर्भिस यहाँ पर सेम लेखेर आउँछ है। यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि अब यहाँ तपाईको युएई पास माग्छ। मैले तपाईलाई त्यही भएर भनेको त अलरेडी युएई पास सबैजना खोलेर राख्नु होला। युएई पास नेपालबाट दुबईबाट हरेक ठाउँबाट खोल्न मिल्छ। कुनै जरुरी छैन कि तपाईसँग एभरेज आइडी हुनुपर्छ। बिना एभरेज आइडीको पनि खोल्न सक्नुहुन्छ। अब जसले युएई पास खोलिसक्नु भएको छ त्यो यसमा जसले खोल्नु भएको छैन मैले लास्टको भिडियो बनाएको छु। यसमा लिंकमा दिएको छु तल डिस्क्रिप्सनमा तपाई हेर्न सक्नुहुन्छ, बनाउन सक्नुहुन्छ है। यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि अब तपाईको युएई पासको नम्बर माग्छ। जुन नम्बरबाट जुन इमेलबाट तपाई युएई पास खोल्नु भएको छ त्यो यहाँ दिनु होला। पक्कमा युएई पासबाट खोल्नु। पासबाट लगइन गरिसक्नु भयो। अब लगइन गरिसक्नु भयो। अब यहाँ आउनुस्। यहाँ दुईटा अप्सन तपाईको आउँछ कम्प्युटरको मोबाइलमा है। कम्प्युटर स्क्रिनमा या मोबाइलको स्क्रिनमा एउटा एटेस्टेसन इन द युएई, एउटा युएई एम्बेसी एन्ड द कन्सल्टेन्ट एबोर्ड। यसमा क्लिक गर्नु होला है। यसमा क्लिक गरिसकेपछि तपाईसँग यस्तो खालको इन्टरफेस आउँछ। प्लिज सिलेक्ट द लोकेसन रिक्वायर्ड फर द एटेस्टेसन। सिलेक्ट कन्ट्री यहाँ क्लिक गर्नु होला। सिलेक्ट कन्ट्रीमा तपाईले सिलेक्ट गर्नुपर्ने हुन्छ द फेडरल डेमोक्रेटिक रिपब्लिक अफ नेपाल है। अब यहाँ सर्च गर्नु कहाँ छ यो भित्र आउँछ त्यो है। सर्च गर्दै जानुस्। मोबाइल घुमाउँदै जानुस् हैन। मोबाइल घुमाउँदै सार्दै जानुस्। तपाईको आउँछ है। पक्नुस्। यहाँ हेर्नुस् द फेडरल डेमोक्रेटिक रिपब्लिक अफ नेपाल आयो। यसमा तपाई क्लिक गरिदिनुस्। त्यसपछि यहाँ सिलेक्ट मिसन छ। सिलेक्ट मिसनमा जानु होला। यहाँ VFS डेलिभरी सर्भिस सिलेक्ट गर्नु होला है। त्यसपछि अर्को आउँछ ओरिजिन अफ द डकुमेन्ट। यहाँ हेर्नुस् है। इनसाइड युएई कि आउटसाइड युएई। तपाईलाई आउटसाइड युएई को लागि चाहिएको छ हैन। इस्युड आउटसाइड युएई यो सिलेक्ट गर्नु होला। यति गरिसकेपछि तपाईको यहाँ रेट देखाउँछ। हेर्नुस् एउटा डकुमेन्ट बराबर 300 दिराम छ है। एउटा डकुमेन्ट। अर्को डकुमेन्ट थप्नु भयो भने फेरि 300 एड हुन्छ र डेलिभरी चार्ज तपाईको यहाँ हेर्नुस् कति छ 58 अलरेडी दिएको छ है। यति भइसकेपछि तपाई आई हेभ रिड एन्ड एग्रीमा सिलेक्ट गर्नु होला र यहाँ नेक्स्टमा क्लिक गर्नु होला। यस्तो खालको इन्टरफेस आउँछ। अब यहाँ तपाईले डकुमेन्ट चुज गर्नुपर्ने हुन्छ है। यहाँ हेर्नु धेरै कुराहरु आउँछ। अब यहाँ तपाई पहिला के गर्नु इन्डिभिजुअल अफेयर्स डकुमेन्ट फर द सर्टिफिकेटमा क्लिक गर्नुस्। त्यसपछि यसमा क्लिक गर्नु होला। त्यसपछि यहाँ कतिवटा डकुमेन्ट छ एउटा डकुमेन्ट छैन। तपाई यहाँ एक चुज गर्नु होला। अझै डकुमेन्ट थप्नु छ भने यहाँ थप्न सक्नुहुन्छ। दुईटा तीनवटा जतिवटा एउटा डकुमेन्ट बराबर 300 डेलिभरी चार्ज सेमै रहन्छ है। यति भइसकेपछि यहाँ एडमा क्लिक गर्नुस्। अब तपाईको डकुमेन्ट एड भइसक्यो। हेर्नुस् इन्डिभिजुअल अफेयर्स डकुमेन्ट्स अफ द सर्टिफिकेट ओरिजिन भयो हैन। इस्युड युएई को लागि भयो सबै लेखेको हुन्छ। क्वान्टिटी एउटा छ 300 रुपैयाँ यसको 300 दिराम यसको फी छ है। अझै चाहियो भने यहाँबाट एड गर्न सक्नुहुन्छ है। यति गरिसकेपछि अब तपाईको यहाँ के आउँछ डेलिभरी। अब यहाँ हेर्नुस् माथि सबै फिल गरिसकेपछि यहाँ डेलिभरी इन्फर्मेसन VFS को लागि तपाईले सोच है। डेलिभरी INF भने इन्फर्मेसन VFS को लागि यहाँ तपाईले एड्रेस सोच है। फर्स्टमा कन्ट्री अटोमेटिक सिलेक्ट भएको हुन्छ। तपाईको नाम सोच कसको नाममा डेलिभरी गराउन चाहनुहुन्छ। कुनै जरुरी छैन कि तपाईको नाम हाल्नु पर्यो। जसको नाम दिँदा पनि हुन्छ। एउटा मोबाइल नम्बर सोच, एउटा इमेल आइडी सोच। स्टेट भन्नाले स्टेट कुन स्टेटमा हाम्रो नेपालको 7वटा स्टेट छ। कुन स्टेटमा तपाई डेलिभरी गराउन चाहनुहुन्छ त्यो दिनु होला। सिटी कुन सिटीमा। त्यसपछि दुईटा अर्को एड्रेस पनि दिन सक्नुहुन्छ है। अर्को लाइनमा कुन ठाउँमा त्यो एड्रेसमा भेटेन भने अर्को कुन ठाउँ छ अप्सन त्यो पनि दिएको छ एउटा। यति भइसकेपछि त्यसपछि तपाईले यहाँ हेर्नु त सर्भिस टाइपमा आउँछ कलेक्ट एन्ड ड्रप डकुमेन्ट फ्रम योर एड्रेस।
अर्को छ सबमिट डकुमेन्ट टु सर्भिस सेन्टर। यो भनेको कलेक्ट एन्ड ड्रप तपाईको ठाउँबाट उठाउँछ र तपाईको ठाउँमा डेलिभरी गरिदिन्छ। त्यही 58 मा एउटा यो भयो। एउटा तपाई आफै अफिस भिजिट गर्न चाहनुहुन्छ, आफै अफिस पनि भिजिट गर्न मन छ भने भिजिट गर्न चाहनुहुन्छ, तर तपाईसँग डेलिभरी चार्ज त्यसको लागि पनि एड गरेको हुन्छ। तपाई लिनुस् या फेरि उले डेलिभरी गराउनुस्, हजुरको इच्छा है। दुईटा मध्ये तपाई जुन पनि मलाई जुनै सिलेक्ट गर्न सक्नुहुन्छ, हजुरको इच्छा। तर म त भन्छु यही सिलेक्ट गर्नु होला, कलेक्ट एन्ड ड्रप डकुमेन्ट फ्रम योर एड्रेस। तिनीहरुले आफै तपाईको डकुमेन्ट लिन्छ र त्यही ठाउँमा डेलिभरी गरिदिन्छ। पैसा तिरेको छ भने किन आफू दुःख गर्नु हैन। यसमा क्लिक गर्नु। यसमा क्लिक गरिसकेपछि सर्भिसको बारेमा सबै लेखेको छ, के लेखेको छ, सबै ओरिजिनल के हुनुपर्छ, माथिको सबै सही छ भनेर। सर्भिस प्रोवाइडर विल कलेक्ट द डकुमेन्ट, तपाईको डकुमेन्ट कलेक्ट गर्छ अनि छोडिदिन्छ, सबै कुरा यसमा लेखेको छ है। त्यसपछाडी एटेस्टेसन लोकेसन छ है, सब यहाँ अटोमेटिक फिड भएर आउँछ, तपाईले केही गर्नु पर्दैन। यति भइसकेपछि सबमिटमा क्लिक गर्नुस्। अब सबमिटमा क्लिक गरिसकेपछि यस्तो खालको मेसेज आउँछ, आर यु स्योर यु वान्ट टु सबमिट द फर्म, यस गरिदिनुस्। तपाईँ स्योर हुनुहुन्छ यो सबमिट गर्न चाहनुहुन्छ भनेर भन्दैछ, यस गर्नुस्। अब यस गरिसकेपछि हेर्नुस् अब के आउँछ तपाईको मोनिटरको अगाडि। तपाईको मोबाइलबाट पनि गर्न सक्नुहुन्छ, कम्प्युटरबाट पनि गर्न सक्नुहुन्छ। जुन ठाउँमा तपाईलाई प्रब्लम आउँछ त्यो ठाउँबाट स्क्रिनशट लिएर मलाई पठाउन सक्नुहुन्छ, म तपाईहरुलाई गाइड गरिदिन्छु है। नेट स्लो भइरहेको छ, खुल्दै छ, हेर्नुस् है। एकैछिन प्रतीक्षा गर्नुस्, कहिलेकाहीँ नेट स्लो हुन्छ भने यस्तै हुन्छ। खुलेर आयो हेर्नुस्, यस्तो खालको खुल्यो भनेको अब पेमेन्टको अप्सन। यहाँ सब तपाईको डिटेल्स हालेको छ, सर्टिफिकेट डकुमेन्ट क्वान्टिटी 1 छ हैन, नम्बर अफ मिसन एटेस्टेसन एउटा छ, अनि टोटल एमाउन्ट अफ मिसनको 150 छ, अनि अर्को 150 टोटल एमाउन्ट अफ मोफाक 150 मिसनको 150 गरेर 300 र 58 डेलिभरी, एउटा डेलिभरीको 58 गरेर टोटल गरेर यहाँ हेर्नुस् कति छ, टोटल गरेर तपाईको 300 रुपैयाँ, 300 दिराम। यसमा क्वान्टिटी दुईटा भयो। दुईटा कसरी भयो, एउटा तपाईको पुलिस क्लियरेन्स सर्टिफिकेट हुन्छ डेलिभरी गर्ने बेलामा, एउटा युएई ले तपाईले प्रोवाइड गरेको सर्टिफिकेट डकुमेन्ट हुन्छ है। दुईटा डकुमेन्ट हुन्छ, त्यसैले यहाँ दुईटा आयो क्वान्टिटी। हजुरले सिलेक्ट गर्नुभएको थियो एउटा, दुईटा आयो, कन्फ्युज नहुनु होला। जुन ठाउँमा कन्फ्युज लाग्छ त्यो ठाउँ मलाई भन्नु होला। त्यसपछाडि यहाँ क्लिक गर्नु होला। यहाँ के लेखेको छ, I acknowledge that the all above state information is valid and I will be the legally accountable in case any of the such information is incorrect है। त्यो तपाईको जिम्मेवारी हुन्छ है। यदि कुनै त्यस्तो गलत या त्यस्तो केही भयो भने माथि दिएको सबै लिगली हो, एकदम करेक्ट छ, सही छ भनेर यहाँ भनेको छ है। जस्तो कि हाम्रो नेपालीहरुमा लेखेको हुन्छ नि, सकल बमोजिम नकल सही छ, हो ठीक त्यसरी नै हो। यति गरिसके यसमा सिलेक्ट गर्नु होला। त्यसपछि सिधा यहाँ पे को अप्सन छ, पे को अप्सनमा तपाई क्लिक गरिदिनुस्। अब क्लिक गरिसकेपछि तपाईले यहाँ पेमेन्ट गर्न भन्छ है। पेमेन्ट गरिसकेपछि तपाईको कन्फर्म भइसकेपछि यहाँ पेमेन्टको अप्सन आउँछ। यहाँ पेमेन्टको कार्ड नम्बर दिनु होला, कार्ड एक्सपायरी डेट, कार्डको साल दिनु होला, के भन्छ इन्टर द कार्ड नम्बर, कार्ड नेम, कार्ड नम्बर सबै दिइसके त सबैलाई थाहा छ, के भन्नै पर्दैन। तपाईको प्राइस कतिमा आयो, 363 मा आयो लास्टमा है। के जोड गरेर एड गरेर अब यति गरेर पे गर्नुपर्छ। अब पेमेन्ट गरिसकेपछि तपाईको अगाडि डकुमेन्ट एटेस्टेसन गर्नको लागि भन्छ, डकुमेन्ट भित्र हाल्नको लागि, अपलोड गर्नको लागि भन्छ। तब भन्छ जब तपाईको पेमेन्ट कन्फर्म हुन्छ, कन्फर्मेसन तपाईको मेसेज आइहाल्छ, त्यसपछि मात्रै तपाई डकुमेन्ट त्यसमा हाल्न सक्नुहुन्छ है। अपलोड गर्नुपर्छ, जस्तो कि डोफा गराउनको लागि जस्तो हाल्नुहुन्छ नि परराष्ट्र मन्त्रालयको लागि, सेम ठीक त्यसरी यसमा पनि हाल्नलाई भन्छ। त्यसरी हाल्नु होला। हालिसकेपछि तपाईको कन्फर्मेसन आउँछ। 2 to 3 डेज राख्नु, 2, 3 या 4 डेजको भित्रमा तपाईको सबै थोक गरेर तपाईले कल आउँछ अनि तपाईकै ठाउँमा डेलिभरी गरिदिन्छ है। एकदम इजी तरिका छ, सबैजना यसरी गर्नु होला। कुनै समस्या परेमा सम्पर्क गर्नु होला। हस्त, धन्यवाद। जय नेपाल।